साथीहरु नमस्कार। मलाई त यति हैरान परिसके म। हेर्नु त ड्रागन फ्रुट अस्ति एक हला काटेर थुपारेको, फेरि आज यति काइन आहा के। म त कसरी काटेर सक्ने हो नि साथी हो। हेर्नु त लास्टै काइन आएर मल जति नै काइनाले खान्छ अनि के दाना फल्ला र साथी हो। हजुरहरुको नि यस्तै हो कि मेरो मात्रै हो। हेर्नु न लास्टै काइन आएर हाम्रो भाइले घर पलाउँदै पलाएन दिदी भन्छ। यहाँ यस्तो मेरोमा यति विधि काइन आएर ल हेर्नु न, अस्ति भर्खरै एक औँला काटेर फालेकिम यस्तो काइन आएछ। ल हेर्नु त साथी हो, हजुरकोमा पनि यस्तै हो कि मेरोमा हो। यो धेरै यति धेरै मुना पलाउने किन होला साथी हो। केही उपाय छ भने भनिदिनु। यस्तो मुनाले के यस्तो मुनाले काट्दा 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 हैरान। काँडा भन्नुहुन्छ भने एकदम दुश्मनी छ यसको काँडा। ल हेर्नु मुना कति पलाछ लास्टै मुना पलाएर काट्दा काट्दा हैरान भएछ साथी हो। केही उपाय भयो भनिदिनु न मुना नपलाउने। लास्टै मुना पलाएको यही विषादी गति यसैले खान्छ। ल हेर्नु यहाँ मुना कति पलाउने हो के, कति पलाउने हो। अस्ति एक हप्ता भएन है मैले मल हालेर गोडेको। त्योभन्दा पहिला पुरै मल हाल्ने गोड्ने गरेँ हैन। र अनि त्यहाँबाट यसरी भरेको त अहिले छतमा आएर हेर्छु भन्दा त यस्तो मुना हाले खाला हेर्नु, यस्तो मुना हाले। अनि मल जति सबै यसले खान्छ अनि के को दाना लाग्नु र साथी हो। यस्तो छ समस्या। काट्दा काट्दा दिमाग खराब भइसक्यो मेरो त साथी हो। यस्तो छ समस्या। हजुरहरुको नि यस्तै हो कि यो मुना किन यति धेरै हाल्छ भनिदिनु ल।